विद्यालय, समुदाय अथवा अन्य कुनै पनि स्थानमा कुनै पनि प्रकारको स्वास्थ्य प्रवर्धन अथवा स्वास्थ्य शिक्षा अन्तर्गतको कार्यक्रमहरू गरिएको छ भने सोको डेटा हामीले मेन्युको 4.4मा आएर डेटा एन्ट्री गर्न सकिन्छ। सोको रेजिस्टर तालिका हेर्न सकिन्छ। मेन्युको 4.4मा क्लिक गरेर नयाँ स्वास्थ्य प्रवर्धन अथवा स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गतको डेटा राख्नको लागि एचपिई डेटा एन्ट्री बटनमा क्लिक गऱ्यौँ। मिति कुन स्थानमा गरियो, कुन समुदायमा गरियो, सङ्ख्या अथवा अन्य विवरण जानकारी राखेर रेकर्ड गर्नको लागि सेभ बटनमा क्लिक गरौँ। त्यसै गरी सो स्वास्थ्य प्रवर्धन अथवा स्वास्थ्य शिक्षा रेजिस्टरको सम्पूर्ण रेजिस्टर तालिका हेर्नको लागि एचपिई रेजिस्टर बटनमा क्लिक गरौँ। समय अवधि रोजेर तल रहेको ओके बटनमा क्लिक गरौँ। सम्पूर्ण रेजिस्टर तालिका हेर्न तथा माथि रहेको प्रिन्ट बटनमा क्लिक गरेर प्रिन्ट पनि गर्न सकिन्छ। यसका साथै भइसकेको कार्यक्रम अन्तर्गत अथवा कुनै पनि दर्ता गरिएको अथवा डेटा रेकर्ड गरिएको कार्यक्रम अन्तर्गतको जानकारी विवरण परिवर्तन गर्नु पर्यो भने सोको लिस्टबाट एक्सन बटनमा रहेको एडिट बटनमा क्लिक गरी जानकारी परिवर्तन गरेर सेभ पनि गर्न सकिन्छ।